बारबरा फाउन्डेसन त पहिल्यैदेखि जोडियो थियो। उसले मान्छे तयार गरेको थियो, तालिम गराएको थियो, त्यो गोली हान्ने, गुरिल्ला बनाउने। माओवादी आन्दोलनमा देखिएका यी फ्याक्टर जे थिए त्यो बारबराकै हुन्, भनौँ न उतैका हुन्। इन्डियाले शरण दिने र बाह दिने, अलिअलि तालिम दिने गरे पनि पैसा लगानी गर्ने उही हो। बारबरा त्यतिखेरदेखि थिइन्। महेन्द्रका पाला यिनी 19 सालमा देश निकाला भएर गएकी हुन्। त्यतिखेर भर्खर केटी थिइन्। अनि पछि तिनी महेन्द्र मरेपछि फेरि आइन्। फेरि आएपछि वीरेन्द्रले पनि तिनीलाई देश निकाला गरे होइन। सायद मेरो ख्यालमा महेन्द्रको मृत्यु पनि तिनीलाई निकालेपछि भएको छ होइन। वीरेन्द्रको मृत्युमा पनि तिनीहरूको डिजाइन रहिरहेको। ठ्याक्कै 64 सालमा प्रधानमन्त्री प्रचण्ड भएपछि नेपालको नागरिकता पाइछन्। खोज्नु होला पत्रकारहरूले। बारबरा भन्ने तिनी हुन् र तिनको सुरुदेखि पञ्चायत लागू नहुँदैदेखि तिनको चाहिँ यहाँ लगानी छ। 7 सालदेखि 17 सालसम्मको चाहिँ त्यो जुन अस्थिरता पनि त्यही टोलीले ल्याएको हो। यहाँ अहिलेको आन्दोलन चाहिँ फरक प्रकृतिले भयो। पश्चिमा राष्ट्रले यो पूर्वी दक्षिण एसियामा चाहिँ सुरु गरे, जस्तै इरानतिर गर्ने, मलेसियातिर गर्ने होइन, तपाईँको बङ्गलादेशमा गर्ने, श्रीलङ्का गर्ने, नेपाल गर्ने। अब इन्डियाको पालो छ। इन्डियाबाट यो असफल हुन्छ। यो आज भीम रावलको र झलनाथको घर किन जल्यो तपाईँले बुझ्नुभएको छ? अड्कल गर्नुभएको छ? नम्बर 1 एमसिसी विरोधी यिनीहरू दुईजना। Day 1 देखि जुन दिनदेखि यहाँ एमसिसी आयो त्यो दिनदेखि भीम रावल र झलनाथ खनाल विरोधी यसका। भीम रावल देशभक्त हुन् भनेर उनले पटक पटक भनेका छन्। तिनको किन जलाइयो? त्यही आडा वर्षमान पुनहरूका घर थिए, अरूका घर थिए होइन, राजसभाका घर थिए, अरू किन छोइएन? चोरले चोरन्जरी चोर्न जाने हुन्छ अरे। चोरको बुद्धिले कहीँ न कहीँ प्रमाण छोड्छ भन्छन् कि। भुलमा जिउ जोगाउने, अनिकालमा बिउ जोगाउने भन्ने हाम्रो नेपाली उखान हुन्छ। पढ पूर्व बर पश्चिम उत्तरका अनि दक्षिणका कविका कविता, कविका कृतिवा कविता सरिता, बिच हेलिनु पर्दछ है अब ता भन्ने कविता छ क्या एउटा। भनेको भित्र तिमी हेलियौ भने थाहा पाउँछौ। जेन्जी पुस्ता चाहिँ एउटा कारण बनो। यस्ता आन्दोलन त धेरैचोटि गराए। हाम्रो सभ्यता विश्वको सबैभन्दा जेठो सभ्यता हो। फेरि हाम्रो यहाँको वैदिक सभ्यता चाहिँ हो सबैभन्दा जेठो सभ्यता हो। विश्वमा पहिला बिजुली पानीबाट निक्लन्छ भनेर भन्ने चाहिँ हाम्रो अगस्ती मुनि भन्ने हुन्। जन्डिसको दबाई अहिलेसम्म उनीहरूले बनाएको छैनन्। हाम्रो गाउँका नपढे बा आमालाई थाहा छ जन्डिसको दबाई। 2 बजेसम्म आन्दोलन ठिक थियो। 2 बजे हाइज्याक भयो क्या आन्दोलन। के समूह आए त्यो जेन्जी समूहलाई चाहिँ थाहा भएन। आन्दोलन हाइज्याक भयो। यो पश्चिमाले गरो अघिल्ला दिन अमेलका ट्याक्सी युनियनहरू जसले धेरै पैसा दिए उतै जान्छ नि ट्याक्सीवाला। त्यसरी नेपाली नेता त अब पैसा पश्चिमाले दिएको नि खाएछन्, दक्षिणले दिएको नि खाएछन्, उत्तरले दिएको नि खाएछन्। आजसम्म कहिल्यै इतिहासमा नगरेको दलाई लामाले शुभकामना पठाए। जुन माओवादी आन्दोलन सुरु गराई त्यो जुलिया चाङबलकले हो कि। शेरबहादुर देउवाको नि आर्जुसित बिहा गराइदिए। त्यो बिच उनीहरूको चाहिँ गुरु एउटै, पात्र 2टा भयो कि चेला होइन। यिनी पश्चिमाकै हुन् आर्जुहरू यिनीहरू होइन। अस्ति पेरिस डाँडा गएर प्रचण्डले फ्यास छोडे नि। तपाईँको चाहिँ यहाँ जलियो पनि जलाइयो पनि भने नि त त्यहाँ होइन। जलाउन नि लगाइयो, आफू पनि जलियो। यिनी युज भएछन्, कुर्सीकै लागि मरेका छन् होइन, कुर्सीकै लागि लडेका छन्। केपी ओलीले यस्तो बेलामा अहिलेसम्म चाहिँ उनले माफी मागेका छैनन्। सर्वोच्च अदालत जलाहान, त्यो पनि 13 नम्बर इजलास भनेर खोजी जलाहान, अख्तियार जलाहान। उद्देश्य त फरक छन् कि। राज्यले मागे त रगत पनि दिन तयार हुनु पऱ्यो नि त, परेन र? देशले मागेपछि नेपालीले वाङ खाए, अझै पनि बुद्धि पुर्याएनन् भने यिनी ढल्छन्। अब नेपालै रहने हो कि होइन भन्ने खतरा अहिले आएको छ। सरकार गठन हुँदाका भोलिपल्टै 2टा काम भयो कि। एउटा चाहिँ आमाका नामबाट नागरिकता दिने कुरा भयो। त्यो भनेको विशुद्ध चाहिँ तिब्बती शरणार्थी छोराछोरीलाई दिने हो। विशुद्ध हेर्दै जानु होला यो तिब्बती शरणार्थीहरूलाई नागरिकता दिने हो। संस्कृति यहाँ यिनीहरूलाई देखिसक्नु भएको छैन। कहिले चाहिँ माओवादीका नामबाट चाहिँ संस्कृत नैतिक शिक्षा जलाउने लिएर आए, गाई काट्ने चलन होइन चलाउने भए, हैरान बनाएका छन्। त आन्दोलन उनीहरूले योजना बनाएका हुन्। मुखमा पर्ने निर्दोष नागरिक, यी बिचरा भर्खर पढेका यङ विद्यार्थीहरू होइन। एउटा कारण चाहिँ यो बन्यो। तर मेन चाहिँ उद्देश्य के थियो भन्दा उनीहरूले नेपालको धरोहर सिद्ध्याउने, नेपालको सभ्यता सिद्ध्याउने। सुरुमा त मैले धेरै भने लेखेँ, मान्छेले पत्याएनन्, विश्वास गरेनन्। अहिले त अलिअलि खुल्दै पनि गएछ। बालकहरू टुरा भए, तिनका घर पो रुवावासी भयो, दसैँ थुनियो होइन, सबै कुरो भयो। अब उनी राज्यमा बस्ला त के छ र? त्यही केपी ओली र शेरबहादुरलाई नि केही थिएन नि। युवा त जहिले नै युवा हो कि। तपाईँको त्यतिखेरको पनि युवा नै थिए, युवाले नै गरेको हो नि। 97 सालमा त्यही 100 धोनी मान्छेहरू कहाँ थिए त? त्यही 20 भइसकेका त हुन् के अरे।
बिपी कोइरालाले 3 सालमा पार्टी निर्माण गर्दा कति वर्षको हुनुहुन्थ्यो, मदन भण्डारी कति वर्षको हुनुहुन्थ्यो भने जहिले नै आन्दोलन गर्ने युवा हो, बिहा नगरेका केटाकेटी नभएका मान्छेले गर्ने नै हो।